धनी गरिब कस्तो समाज, सागर भन्दा गहिरो। घरमा पीडा वनमा पीडा, जीवन भो पहिरो। पक्षपातमा गाँझिएको हाम्रो समाज जगत, कालो नीलो हुन्न हजुर, एउटै बग्छ रगत। बाबु आमा छोरा छोरी सबैका हुन् एउटै, जुनै धर्म माने पनि बुझ्ने हामीले देउतै। खाने भात बस्ने साथ, जाने त्यही घाट, फरक हुन्न बिताउने हाम्रो दिन रात। मूर्ख बन्छ त्यो मान्छे, चञ्चल छ नि पैसा, माया मनै सुन्दर संसार, मिठो मेरो बैसा। ओ धनी मान्छे, धनी मान्छे, धनी मान्छे। ओ धनी मान्छे, धनी मान्छे, धनी मान्छे। झलमल्ल घाम लागुन्जेलसम्म सुत्तिएछ आज। के भन्लान् मलाई ओरतिर परतिरकाले देखेर पनि। राम राम भुसुक्कै निधाइएछ आज त माथि। ओहो, पूजा त यतिखेर हो त गर्ने, बिहानै गर्नुपर्ने नि। बर्बाद भयो आज। बुढा, मर्निङ वाक गएको मान्छे 10 मिनटमै फर्केर आउनु हो त। यो पाराले त्यो पेट कसरी घट्छ? होइन है बुढी, तँलाई जी यही मेरो पेटको चिन्ता छ है। आफ्नो काम खुरु गर्न, आफूलाई धेरै बेर हिँड्ने हुँदैन। 10 मिनट हिँड्यो कि स्याँ आउँछ, यही त बढी भएको छ। त्यसो भनेर हुन्छ? बाहिर निस्किसक्नु छैन, भ्रष्टाचार गरेर पेट हालो भन्छन्। कि त राजनीति छोड्नुस् कि त पेट घटाउनुस्। हेर बुढी, यो मेरो खानदानी बुढी हो, पुरा काटीलाई काट्न दे। अब तँलाई काट्न आएका छैनन् क्यारे, किन कराउनु पर्यो बेकारमा? बाबा, तपाईँसँग कुरा गरेर कसले पो सक्छ र? बिचराहरू कति धेरै दुःख गर्छ। छोरी जस्तै छ, थै पनि आमाले लेखिसन। मैले केही भनौँ कि डाकाले खान्छ। यसले पनि साह्रै दुःख पाउने भयो। घरमा काम गर्ने मान्छे राख्नु भन्दा बुढीले कुरा नै पर्न दिँदैन। जे जस्तो भयो भने आफ्नो त छोरा हो नि, केही न केही सोच्नु पर्छ।
यी खुट्टा तान्न थालिसक्यो। यो राजनीति पनि बुझि नसक्नु छ भने राम्रो काम गर्न खोज्यो विपक्षीले खुट्टा तानिहाल्छ। ओ लुटेको हतियार अझै छ, भेटाएको छैन। फरार कैदी बन्यो अझै छैन। यस्तो छ ताल, के तालको के पत्रिका नि के हेर्नु। होइन यो घरका मान्छे कहाँ गएछन्? चिया कतिखेर दिनुपर्छ, खाना कतिखेर बनाउनु पर्छ, केही टुङ्गो छैन। अचम्म छ, खाली कुरा मात्रै जोतो बसो। अनि के भयो हजुरलाई? कालो छ त अनुहार पनि, दुम्म दुम्सीको जस्तो। त्यति सानो कुरामा रिसाइहाल्नुपर्छ? अब को रिसाएको छ भने फेरि? अब एक्लै बस्दा पनि बौला जस्तो हाँस्दै बस्नु हो कि के हो? जा गएर चिया बनाएर लिएर आइज। त्यही त, घरको सबै काम गर्ने म छँदैछु, त्यति चिया बनाएर खान त आफै पनि सकिन्छ त। ए अब हुँदा हुँदा चिया मैले बनाउनु पर्ने? तैँले भन्न खोजेको के हो? बुढासँग बोल्ने तमिज यही हो तेरो? ठुलो स्वर नगर्नुहोस्, फेरि छिमेकीले सुन्लान्। घरभरि मान्छे छन्, जसले बनाए पनि भइहाल्छ नि भन्न खोजेको मैले। त्यही त, कान्छोले ओराको सिङको पर सार्ने होइन, तैँले भन्न खोजेको त्यही गौरवलाई त होला नि। होइन है बुढी, कति देखि सर्नुहोस् त्यसलाई। कहिले काहीँ त मिठो बोलीले बोल्न सक्दिनस्, खाली गाली मात्रै गरेको छ। त्यही त, मैले त देखिन सकेको। सानो कुरालाई ठुलो पहाड बनाउनु पर्छ। गएँ म चिया बनाउनु। बाबा तपाईँहरू यति सानो कुरामा नि फेरि झगडा गर्नु थाल्नु भयो। मैले घरको सबै काम भइसकेँ, हजुरहरू बस्दै गर्नुहोस्, म बनाएर लिएर आउँछु चिया। जा जा, मसला हालेर मिठो बनाएर लिएर आइज। कहिले चाहिँ बनाउनु नहुने हो र? होइन, तँलाई अलिकति पनि लाज शरम भन्ने हुँदैन भने आफू चाहिँ यहाँ थचक्क बसेर छोरालाई चिया बनाएर लिएर आइज पो भन्छ। होइन, तपाईँ कस्तो बाउठे बाउठे कुरा गर्नुहुन्छ? हजुरको प्यारो छोराले बनाएर लिएर आउँछु भनेर गए होइन, फेरि मलाई दोष दिने? भयो भयो, धेरै थुतुन नचला, हानथाप गर्नु पर्दैन। अब म एउटा काम गर्ने मान्छे खोजेर लिएर आउँछु, अनि सबैलाई आनन्द हुन्छ। काम गर्ने मान्छे चाहिँ किन चाहियो फेरि? सबैले मिलेर गरे त भइगयो नि। हेर्नुहोस्, मैले भनिदिएको छु नि, कोही मान्छे घरमा ल्याउने हो छिरिक्क। तैँले त्यही गौरवलाई देखेकी छेस्, अनि किन चाहियो भन्थिस् र? त्यो गौरवलाई किन देखिसर्नुहोस्? आखिर सौतिनी व्यवहार देखाइहाल्नुपर्छ। अनि मैले कहिले सौतेनी व्यवहार देखाएँ? चाहिने नचाहिने कुरा नगर्नु। तपाईँको छोरालाई मैले कामै हराउनु नहुने हो? मिठो त बनाइछस् नि। खै कस्तो पो भयो, पहिला एकचोटि खाएर हेर्नुहोस् न, अनि पो थाहा हुन्छ त। जस्तो भए पनि खुरु खुरु खान, मिठो खाना पर्नेले त आफै गरेर बनाए भइगयो। अनि बाबु भाइ उठो त। छैन उठेको बाबा, उसलाई चिया म उसकै रुममा पुऱ्याइदिन्छु। किन पुर्याउनु पराउने कोठा कोठामा? त्यसलाई खाना मन लाग्यो उठेर खान्छ, त्यसलाई धेरै पुल पलाउने होइन नि भन्ने छ मैले। होइन बाबा, पहिला चिया पिउँछ अनि उठिहाल्छ नि, म पुऱ्याएर आइहाल्छु। होइन, त्यो कान्छो छोरालाई कति देखिसक्नुहुन्न तपाईँले? गाली मात्रै गरिराख्नुहुन्छ। होइन, मैले चाहिँ गाली मात्र गरेको हुन्छ, टाउकामा टेकाएर राख्न अनि थाहा पाउँछ। अनि के गरेको त अहिले? ल ल, बढी थुतुन नचला, म आज चाँडै अफिस जानु छ, खाना बना। एउटा कुरामा खिचखिच गरेछ। यतिखेरसम्म सुतेर बसेको यति बिहान भइसक्यो। हेलो भाइ, गुड मर्निङ। भाइ, ओ भाइ,
उठ मैले चिया ल्याएको छु उठ ओइ दाइ तैँले काम पाउँदैनस् कति मिठो सपना देखिरहेको थिएँ यो आएर सपनै बिगारिदियो यो घरमा त राम्रोसँग सुत्ने वातावरण पनि छैन हौ घडी हेर त 8 बजिसक्यो यतिखेरसम्म कोही मान्छे सुत्छ म जति बेलासम्म सुते पनि जुन बेला उठे पनि तेरो के टाउको दुख्छ त आफ्नो काम खुरु गर न ल त्यसले मुख नचला मैले तातो तातो चिया पी अनि गएर फ्रेस हु खाँदिनँ म चिया चिया तैँले बनाएको चिया खाने मान्छे हो म तैँले बनाएको चिया तै खान भाइ बुवा मम्मीले त मलाई देखिसक्नु भएन त त मेरो प्यारो भाइ होस् कमसेकम तैँले त मलाई बुझ्नु पर्ने हो नि होइन मलाई कसैले प्यारो मान राख्नु पर्दैन तेरो अनुहार देख्ने बित्तिकै मेरो पारो तातेर आउँछ त चिया लिएर जा मलाई चिया पिउनु छैन अब मलाई चुलो लाएर सुत दे त्यसो नभन्न भाइ आज मैले आफ्नै हातले बनाएर लिएर आएको चिया जोडी खाएर हेर्को कति मिठो छ अनि त्यसपछि ग्लास त्यही तैँले बनाएको भनेर मैले नपिउने भने मेरो लागि छुट्टै मम्मीले अहिले बनाइदिनुहुन्छ यो चिया लिएर त जा के साह्रो बनाएको हो यो कसले यसरी ल्याएर राखेको ए सीता सीता तेरिका राम राम दुर्गन्धी फैलाएर यो ए सीता यो के हो यो पोका के हो हेर्नुहोस् न साउनी फोहोरको गाडी नै आएन त्यही भएर यहाँ राखेको ए भनेपछि यो फोहोर राख्ने ठाउँ हो तिमीहरूको आफ्नो फोहोर त आफ्नो टुङ्गा राख्नु नि कहाँ लगेर राख्नु त हजुर माथि राखे नि रिसाउनुहुन्छ तल राखे नि रिसाउनुहुन्छ अनि यो फोहोर राख्ने ठाउँ त चाहियो नि तिम्रो सुत्ने खाटमा लगाएर राख न चोर चोर उसैको ठुलो स्वर अझ साँच्ची भाडा नदिएको कति भयो आफ्नै घर जस्तो चुपचापसँग कानमा रुवा खाँदै बसेका छौ 2-4 दिनपछि मिलाउँछु हजुर केटाकेटी बिरामी भएर सबै पैसा उपचारमा खर्च भयो अब काम गरेर बिस्तारै तिराउला नि हजुर 6 महिना भइसक्यो भाडा नतिरेको अब म कुर्न सक्दिनँ एक साताभित्र पैसा के आउनु पर्यो कि त कोठा छोडेर भाग्नु पर्यो अरू म केही जान्दिनँ कुर्का खाली गरेर जाने मम्मी आज फेरि मलाई सबैले सम्झाइदिए म यो घरको होइन रहेछु भनेर मम्मी आज हजुर मेरो साथमा हुनुभएको भए मलाई कसैले प्यार गर्दैन थिए हरेक दिन मेरो छाती चिरा चिरा हुन्छ म पनि त छोरा नै हुँ मम्मी म पनि सबैको माया चाहन्थे अलिकति भए पनि अपनत्व चाहन्थे मम्मी आज मलाई तपाईँको साह्रै याद आएको छ तपाईँले भन्नुभएको कुरा मेरो दिमागमा अझै ताजै छ तपाईँ भन्नुहुन्थ्यो नि छोरा सहनु नै जिन्दगी हो भनेर तर मम्मी कति सहनु मेरो मन चिच्याएर रोइरहन्छ एक दिन तपाईँलाई गर्व हुने मान्छे भन्छु मम्मी आज सौतिनी भनेर हिँड्नेहरूले भोलि यही गौरवलाई चिन्ने हुन्छन् मम्मी मैले जति दुःख पीर भोग्नु परे पनि म मेरो गन्तव्यमा पुगेरै छाड्छु जति नै धन सम्पत्ति भए पनि यो घरमा मैले माया नपाएपछि यो धन सम्पत्तिको कुनै लोभ लालच छैन मम्मी तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सधैँ सुखी रहनु मम्मी म हजुरलाई सधैँ यो साथीमा सजाएर राख्नेछु आरती ए आरती मेरो कोट कता छ लिएर आऊ त ल्याऊ आफ्नो लुगा कहाँ छ भन्ने त्यति पनि एका हुन छोड्नु है हजुरलाई अब मैले किन हेका राख्नु नि अब मेरो सबै कुरा हेर विचार गरी के भयो
अब मैले के को हेरेर हाल्नु नि? अब मेरो हेर विचार गर्ने तिमी छँदैछौ, तिमी भएपछि मैले किन सम्झिन पर्यो? हो अल्छीको बानी पर्दैन हजुरको बानी मलाई थाहा छैन र कस्तो कुरा गरे कि अब म त्यति साह्रो हुस्सु पनि छैन क्या, चाहिने नचाहिने कुरा गरिदिनु। ल ल अनि अरू केही त बिर्सिनु भएको छैन नि? अब के बिर्सिनु छ र हो, यही एउटा बेल त होइन। ल छिटो गरेर आउनु मलाई चाहिँ। त बेलुका मेरो त्यहाँ पार्टीको मिटिङ पनि छ, त्यहाँ गएर आउँछु, अलि ढिला हुन्छ है। चाँडै गरेर आउनु होला बाबा। फेरि अब। अलिकति पैसा चाहिएको थियो। ल अनि तँलाई चाहिँ किन चाहियो नि फेरि पैसा? अब स्कुलको फी अस्ति नै मैले तिरिसकेँ, अब खाना लाउन पाएकै छस्, अनि तँलाई पैसा किन चाहियो? कुरा त्यस्तो होइन के बाबा, मेरो साथीहरू पनि घुम्न जाने रे यो छुट्टीमा, त्यही भएर मागे। दिनु न के बाबा, यो सारा सम्पत्ति मेरो लागि कमाएको होइन र? तेरो लागि कमाएको हो भन्दैमा अरू व्यवहार चाहिँ हेर्नु पर्दैन, खालि घुमेर डुलेर मात्र हुन्छ। म एक सुका पनि पैसा दिँदिन जाला। बाबु साथीहरूसँग घुम्न जानु नराम्रो त होइन, तर बाबु बाबाले दिनभरि अफिसमा पसिना बगाएर कमाएको पैसा कदर पनि त हुन पर्यो। ठिकै छ, एकपटकलाई दिउँला, फेरि फेरि माग्ने होइन नि त्यहाँ फेरि। हेर छोरा, आज तेरो रमाइलो भन्दा पनि यो घर परिवारको भविष्य एकदमै ठुलो छ। बाउको कमाइलाई खेलाउन होइन, त्यो पसिनाको मूल्य हो भन्ने कुरा बुझिराख। हेर मैले भनेको छु, मबाट तैँले एक सुका पनि पाउँदैनस्, कहीँ पनि जानु पर्दैन, खुरो घरमा बसेर पढ्ने। बाबा त्यसो नभन्नु न, हाम्रो यत्रो धेरै धन सम्पत्ति छ, हामी यति धेरै धनी छौँ। मेरो साथीहरूको अगाडि म जाँदिनँ भन्यो भने हाम्रो इज्जत के होला? विचार गर्छ त बाबा। उम्रिन नपाउँदै तिन पार, कामकाज केही छैन, कुरा भने नेताको जस्तो गर्छ। अब नेताको छोरो भएपछि त यतिको त हुनु पऱ्यो नि, बाबुको त जानु परेन? अब साह्रै जिद्दी गर, दिनु नि त दिनु। आखिर यो सारा सम्पत्ति कमाएको पनि त उसैको लागि त हो नि। त्यही त, कसको लागि हो र कसलाई दिनुपर्छ भन्ने कुरो सबै मलाई थाहा छ। धेरै टाउकोमा टेकाउने होइन यसलाई, पुलपुलाएको छ, टाउकोमा टेकाएको छ, पछि राम्रो नतिजा नआउला। ल गरजमा छ, कति चाहियो दियो। हाम्रो बाबाको मन त कति कमल है मामु। हेर गौरव, यो एक बारको जिन्दगीमा रमाइलो चाहिँ गर्नुपर्छ है। बरु हामी साथीभाइ मिलेर कतै घुम्न जाउँ न, पोखरा घुम्न गए नि जाउँ, चितवन घुम्न गए नि जाउँ, तर जहाँ गए पनि बब्बाल रमाइलो गर्नुपर्छ है। बरु यो पटक म अरू साथीभाइहरूलाई नै बोलाउँछु। गौरव, के भयो तिमीलाई? किन केही नबोलेको? त्यस्तो होइन यार, घुम्न जानु त मलाई नै मन छ, तर अहिले अलि मिल्दैन जस्तो छ यार। तिमी कस्तो कुरा गर्छौ यार? हामी काम हुने मान्छे त समय मिलाउँछौ, तिम्रो त खासै त्यस्तो कामसाम पनि छैन, फेरि के कुराले अड्कायो? तिमी त्यसरी भन्न पाउँदैनौ है, तिमी जसरी भए पनि जानुपर्छ। बरु यसपालि पैसा चाहिँ अलि धेरै बोकेर जानुपर्छ नि। मेरो कुरा बुझ्ने कोसिस गर न यार, यसपालि मेरो घुम्न जाने मुडै छैन, मेरो बाध्यता बुझ न। यसपालि तिमीहरू मात्रै घुम्न जाउँ न यार। हेर गौरव, मेरो सबैभन्दा मिल्ने साथी भनेको तिमी नै हो। तिम्रो मुड धेरै नै अफ भयो जस्तो छ, मुड फ्रेस गर्ने चिज मसँग छ, ल्याऊ। होइन यार, म यस्तो चिज खाँदिनँ यार, मलाई आज लास्ट तनाव भएको छ। जे तनाव भए पनि यसले ठिक पार्छ के? होइन यार, बरु म मिलाएर तिमीहरूसँग घुम्न जाउँला, यस्तो चिज चाहिँ खान भन न यार, घरमा थाहा पाउनु भयो भने बाबाले मार्नुहुन्छ। खाऊ न खाऊ। नै यार, म यस्तो चिज खाँदिनँ, प्लिज यार, कर्म गर न साथी। यो खाएको कसले देख्छ र? फेरि मैले तिमीलाई अरू बेला कर गरेको छु र? तिमीलाई तनावमा देखेँ, तनाव अलि हल्का हुन्छ भनेर खाऊ भनेको हो। ल्याऊ ल्याऊ ल्याऊ। नै यार प्लिज, म खान्न यार यस्तो, नै। म आफै खान्छु। ओहो नेताज्यू, नमस्कार है। नमस्कार नमस्कार नमस्कार। आजकल त हजुरको नाकमुख देख्न पनि गाह्रो भयो त। अब कहाँ जानु छ र हजुर, म त यतितिर छु त, बरु हजुरलाई चाहिँ मैले देखेकै छैन। नेताज्यू, राजनीतिक अवस्था अहिले कस्तो छ? चुनाव पनि आउन लाग्यो भन्छन्, चुनाव होला त यसपालि? अब राजनीतिक अवस्था कस्तो हुनु, यस्तै त हो नि।
अब कहिले नघटेका घटनाहरू घट्न थाले। चुनाव त खोइ होला नि, गर्छु भनिरहेकै छन्। अनि नेताज्यू, घर परिवारमा सबैलाई राम्रै छ नि? ठिकै छ, अहिलेसम्म त सबैलाई राम्रै छ। नेताज्यू, सानो मान्छे ठुलो कुरा गर भन्नु होला, एउटा कुरा गर्नु थियो हजुरलाई। के कुरा हो भन्नु न हजुर। हजुरको छोरो कुलतमा लागेको छ जस्तो छ हजुर। भर्खर म आउँदै गर्दा बाटोमा साथीहरूसँग के खाएको देखेको थिएँ हजुर। बेलैमा विचार पुर्याउनु है हजुर, नत्र पछि फेरि धेरै गाह्रो पर्छ। तपाईँ यो के कुरा गर्दै हुनुहुन्छ? बोल्दाखेरि अलिक विचार पुऱ्याएर बोल्नुहोस्। मेरो छोराले अहिलेसम्म यस्तो चिज कहिले पनि खाँदैन। जे मुखमा आयो त्यही प्याच्च नबोल्नु। अब मैले जे देखेको त्यही भनेको हजुर। अब विश्वास गर्ने नगर्ने हजुरको विचार। यो अरूको बारेमा धेरै चियो चर्चो गरेको मलाई राम्रो लाग्दैन। हाम्रा छोरछोरी कस्ता छन्, के गर्छन्, कहाँ जान्छन्, हामीलाई थाहा नभएर के तपाईँलाई थाहा हुन्छ? साँझ पनि पर्न लाग्यो, अब म पनि लागेँ हजुर। तर ख्याल चाहिँ राख्नु है। ख्याल राखे पनि नराखे पनि तिमीहरूलाई चाहिँ के मतलब नि? अनि नचाहिने कुरा गरेछ। पुरै सहर चारेर आइस होइन त? काम दाम काहीँ केही छैन। गल्लीको कुकुर डुले चाहिँ लखर 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 डुलेर, अनि नुन खाएको कुखुरा चाहिँ रिग्रिक्क बनाएर अनुहार खुम्च्याएर अनिखेर आएर बसोस्। के हो? मम्मी, मलाई केही नै भएको छैन। हजुरसँग एउटा कुरा गरौँ कि भनेर आएको। के कुरा हो भन्? किन अप्ठ्यारो मानिरहेछस्? कि कसैको केही काम बिगारेर आएको छ? त्यस्तो केही होइन मम्मी, मलाई अलिकति पैसा चाहिएको थियो, दिनु न भन्नु खोजेको नि। ए, तँलाई पैसा चाहिने? तैँले कमाएर राख्न दिन्छस् र भन्ने बित्तिकै मैले पैसा दिने तँलाई झिकेर? अरू सबै कुरा गर, तर पैसाको कुरा नगर। तै पनि तँलाई पैसा किन चाहियो? सबै साथीहरू घुम्न जाने रे, मलाई नि जाउँ भनेको छ, त्यसैले हो। ए, साथीहरूले जे गर्छन् तैँले पनि त्यही गर्नुपर्ने? तेरा साथीहरू आफै काम गर्छन् र कमाउँछन्, अनि जताततै रमाउँछन्। तँलाई पनि त्यसै गरी रमाउन मन छ भने आफै काम गर्ने, आफै रमाउने। छैन मसँग पैसा। मलाई त पैसा जसरी नै चाहिन्छ। मेरो पनि इच्छा चाहना हुन्छ, म चाहिँ कतै जानै नहुने हो र? होइन, चाहिन्छ भन्दैमा कहाँ पाइन्छ? आफै कमाउने, आफै रमाउने। छैन मसँग पैसा, एक सुको पनि छैन। हामी यति धेरै धनी छौँ, धन सम्पत्ति पनि प्रशस्तै छ। यो कसको लागि जोड्नु भएको बाबाले? हाम्रै लागि होइन र? तेरै बाबुसँग माग न त। किन मसँग मुखमुखै लाग्छ? आखिर सौताको छोरो भनेको सौताकै हुँदो रहेछ। सौतिनी छोराको व्यवहार देखाइस् होइन त तैँले पनि? मैले होइन, हजुरले चाहिँ त्यस्तो व्यवहार गर्दै हुनुहुन्छ। भाइले माग्दा चाहिँ खुरुक्क नदिने, मैले माग्दा चाहिँ पैसा नदिने। मलाई जसरी पनि पैसा चाहिन्छ। मलाई पैसा नदिने हो नि म यो घरमा एकछिन बस्दिनँ, जान्छु म घर छोडेर। बुझ्नुभयो तपाईँले? हजुर। ए, तँ घर छोडेर जाने? गइहाल, खुरुक्क गइहाल। के गरेर हेर्छस्? खान लागि गरेर मलाई कुट्ने हो अझै? कुट्छस् मलाई? के खान हेर? गइहाल, गइहाल, खुरुक्क जा। तँलाई यहाँ राख्दै राख्दिनँ म। खुरुक्क गइहाल। जा, मुना के भयो नि? ठिक गरेर काम पनि छैन। तैँले गौरवलाई के गरेको हँ? तैँले यस्तो हरकत गर्छस् भन्ने मैले ठानेको थिइनँ। आज तँलाई म के गर्छु मलाई मात्रै थाहा छ।
नारी माथि हात उठाउने यत्रो हिम्मत कमजोर नसोच्नुस् नारीलाई आजकलका नारी कमजोर छैनन् आफ्नो पुरुषास्त्र देखाइसक्नु भयो नि त पुरो बुझ्नु सुझ्नु छैन चड्का हान्न खोज्ने